जय श्री केदारनाथ। म आज तपाईलाई यो मन्दिरको संरचना कसरी बनाएको छ, मन्दिर कसरी बनेको छ, कस्तो छ, के त्यति बेला आपदामा त्यो पछाडिबाट बाढी आएको थियो, त्यो बाढीले मन्दिरलाई बचाउनको लागि स्वयं भगवान भीमले कसरी पत्थर राखेर पछाडि भीमशिला कसरी राखेको थियो, त्यो सबै कुरा देखाउनेवाला छु। यो भिडियो लास्टसम्म हेर्नु होला है, भिडियो नकाटेर हेर्नु होला। आज म सबै देखाउनेवाला छु तपाईँले। ल अगाडिबाट देखाउने कस्तो छ है मन्दिर, पहिला म अगाडिबाट देखाउँछु तपाईँले हेर्नुहोस्। जय श्री केदार, हर हर महादेव, जय श्री केदार। हेर्नुहोस् तपाईँको अगाडिबाट यस्तो छ, हेर्नुहोस् है, हेर्नुहोस् यो मेन गेट हो। यो गेटबाट हेर्नुहोस् अगाडिबाट तपाईँको यस्तो देखिन्छ मन्दिर, अगाडिबाट तपाईँको यस्तो देखिरहेको मन्दिर है। म तपाईँलाई सबै कुरा देखाउँछु, मन्दिर कसरी बनिएको छ, कस्तो संरचना छ, कस्ता ढुङ्गाहरूले बनाएको छ, म बिल्कुल करिबमा गएर देखाउँछु तपाईँलाई है। ल हेर्नुहोस् सन्ध्याकालीन अहिले बेलुकाको 6 बज्न लाग्यो अनि आज 2026 27 तारिक हो, अप्रिल 27 तारिक हो। हेर्नुहोस् मन्दिरको मेन डोरबाट हेर्नुहोस् है, दर्शन गर्नुहोस् तपाईँ भगवान भोले बाबा श्री केदार बाबा अगाडिबाट दर्शन गर्नुहोस्। यो तपाईँको मेन डोर हो है, यो मेन डोरबाट गर्नुहोस्। अनि यता हेर्नुहोस् नन्दीजी महाराज सामने बस्नु भएको, सामने हेर्नुहोस् यो मन्दिर छ है। यो तपाईँको मेन डोरबाट देखाएँ। अब पछाडिको अर्को साइडबाट देखाउँछु म अहिले है। ल तपाईँ यताको ब्याक साइडबाट देख्न सक्नुहुन्छ मन्दिर। यो हेभी लाइन, हेभी यात्रीहरूको लागि यताको दरवाजाबाट पनि गरिन्छ। यो हेर्नुहोस् दर्शनको लागि यता अर्को दरवाजाबाट जान्छन्। यो हेर्नुहोस् मन्दिरको योतिरबाट यस्तो देखिन्छ। म करिबबाट गएर म नजिक गएर तपाईँ देखाउँछु, नजिकबाट देखाउँछु। भिडियोमा रहिराख्नुहोस् है, म नजिकबाट देखाउने कोसिस गर्नेछु तपाईँलाई। एकैछिन तपाईँलाई है मन्दिरको दर्शन गर्ने यात्रीहरू हेर्नुहोस्। मन्दिरको एउटा किनारबाट अर्को मन्दिर, सानो मन्दिर बन्ने यहाँ हेर्नुहोस्। यो मन्दिर हेर्नुहोस्, नजिकबाट देखाउँछु म तपाईँलाई, नजिकबाट देखाउने कोसिस गर्नेछु है। म नजिकबाट देखाउने कोसिस गर्नेछु। हर हर महादेव, जय शिव शम्भु। यहाँ पनि मन्दिर छ हेर्नुहोस् यतातिरबाट यस्तो देखिन्छ है, धेरै उच्चा छ मन्दिर। हेर्नुहोस् धेरै उच्चा छ, हेर्नुहोस् यतातिरबाट यस्तो देखिरहेको है। म पछाडि तर्फबाट देखाउँछु, पछाडिबाट है, पछाडिबाट मैले तपाईँलाई अहिले उत्ताको तर्फबाट देखाएको थिएँ। अब पछाडिबाट हेर्नुहोस्, उच्चा मन्दिरको चाहिँ हेर्नुहोस् यो जमिनबाट यस्तो उचाइ छ, यति चौडा छ हेर्नुहोस् है। हेर्नुहोस् यहाँसम्म चौडा छ हेर्नुहोस्। अनि माथि बनावट हेर्नुहोस् तपाईँ मन्दिरको है। हेर्नुहोस् मन्दिरको बनावट यस्तो किसिमले बनिएको छ। हेर्नुहोस् यस्ता ढुङ्गाहरू कटिङ गरेर, यस्ता ढुङ्गाहरू यहाँ कहीँ पनि छैन भन्ने गरिन्छ। यस्ता ढुङ्गाहरू, यी ढुङ्गाहरू कहाँबाट आयो होला, कसले लगायो होला भन्ने धेरै मान्छेको उत्सुकता छ। धेरै ठुल्ठुला ढुङ्गाहरू छन् यता। म तपाईँलाई यो मोबाइलको क्यामेराको माध्यमले देखाउन सकेको छैन। धेरै ठुला ढुङ्गाहरू छन्, धेरै ठुला ढुङ्गा छन्। कई कुइन्टल कई टनका ढुङ्गाहरू राखेको छ। धेरै कटिङ पनि उस्तै डिजाइनले गरिएको छ। यस्तो छ पछाडिबाट है। अनि यहाँ हेर्नुहोस् तपाईँ, हेर्नुहोस् मन्दिर छ नि है। यो मन्दिर देखाएँ, मन्दिरको ठ्याक्कै तलबाट हेर्नुहोस् जल पान्छ, जल हेर्नुहोस् तलबाट। त्यो मन्दिरको पछाडिबाट है कृष्ण। यो अब म अर्को साइडबाट देखाउँछु तपाईँलाई है। अहिले मैले तपाईँलाई यो साइडबाट देखाएको थिएँ है, यो साइडबाट देखाएको थिएँ मैले तपाईँलाई यतातिरबाट है। अब म तपाईँलाई मन्दिरको यो साइडबाट देखाउने कोसिस गर्नेछु है। अब यताको साइडबाट देखाउने छु म। हेर्नुहोस् राम्रोसँग हेर्नुहोस्, हेर्नुहोस् है, हेर्नुहोस्
यो हेर्नुहोस् यो जमिन है यो हेर्नुहोस् यो जमिनको ब्रान्ड छ है यहाँबाट हेर्नुहोस् कति माथि छ है हेर्नुहोस् जो तपाईँ बिचमा यो लाइन देखिरहनु भएको नि ढुङ्गाको लाइनहरू सबै यता पछाडिको पार्ट पछाडितिरबाट पनि त्यस्तै छ अनि यो साइडको पनि हेर्नुहोस् यस्तै छ हेर्नुहोस् यो हेर्नुहोस् म करिबमा गएर देखाउने कोसिस गर्छु है धेरै ठुला ठुला ढुङ्गाहरू हेर्नुहोस् हेर्नुहोस् त यो ढुङ्गाहरू तपाईँको यो किनारबाट हेर्नुहोस् पुरा हेर्नुहोस् यहाँसम्म यो भित्र पनि धेरै भित्र छन् माथि ढुङ्गा हेर्नुहोस् यो हेर्नुहोस् ठुला ठुला ढुङ्गाहरू ठुला कई टनका ढुङ्गाहरू हेर्नुहोस् यी ढुङ्गाहरू मन्दिरको म तपाईँले तलबाट देखेर आउँ यत्रो फरसको बाटो देखेर आउँ धेरै ठुल्ठुला ढुङ्गाहरू है हेर्नुहोस् कसरी बनावट छ यसको बनावट हेर्नुहोस् यो ढुङ्गाहरूको हेर्नुहोस् यो बनावट हेर्नुहोस् है हेर्नुहोस् यो मन्दिरको बनावट हेर्नुहोस् तपाईँ मन्दिरको बनावट हेर्नुहोस् यस्तोसँग बनिएको छ मन्दिर हेर्नुहोस् यो हेर्नुहोस् मैले तपाईँलाई माथिल्लो भाग मात्र देखाएको छु फेरि यो हेर्नु ठुला ठुला ढुङ्गाहरू हेर्नुहोस् कसरी बनाएको होला हेर्नुहोस् यसरी बनाएको छ ढुङ्गा है अब फेरि अगाडिको भाग देखाउँछु म तपाईँलाई अगाडिको भाग देखाउन जान्छु हेर्नुहोस् यो मैले तपाईँलाई यो देखाइसकेको थिएँ अब हेर्नुहोस् यतातिर हेर्नुहोस् यो हेर्नुहोस् यो छ यसरी बनाएको छ एउटा दरवाजा यता पनि छ यताको मैले आजसम्म खोलेको त यो दरवाजा खोलेको आजसम्म देखेन खै खोलिन्छ के हुन्छ मलाई थाहा भएन है मलाई थाहा भयो जति सबै कुरा म तपाईँलाई बताउने छु जति मलाई थाहा छ जति मैले सुनेको छु त्यो कुरा सबै म तपाईँलाई देखाउने छु है यो मैले मन्दिरको तपाईँलाई चारौँ तर्फबाट देखाएँ है अनि हेर्नुहोस् यो यात्रीहरू हेर्नुहोस् यहाँबाट यात्राहरू आउँछन् यात्रीहरू आउँछन् यहाँबाट आएर यहाँबाट दर्शन गर्छन् हेर्नुहोस् यताबाट हेर्नुहोस् मेन डोर तपाईँलाई अगाडिबाट देखाएको थिएँ मैले अगाडिबाट यो मेन डोर हेर्नुहोस् है अनि हेर्नुहोस् मेन डोरबाट यस्तो देखेर हेर्नुहोस् मेन डोरबाट यस्तो देखेर हेर्नुहोस् यो हेर्नुहोस् यो तपाईँको मेन डोर आयो नि यो कुना है यहाँबाट हेर्नुहोस् मेन कुनाबाट यो यस्तो देखिन्छ हेर्नुहोस् यस्तो देखिरह अनि अर्को कुरा म तपाईँलाई भीमशिला भन्छन् जो मन्दिर जो आब्दा आएर आब्दाले पुरा यहाँको ठुल्ठुला बिल्डिङहरू ठुल्ठुला मकानहरू हरेक कुरा तहस नहस गर्यो तैपनि यो मन्दिरलाई थोडा सा खरस पनि आउन दिएन थोडा टच हुन दिएन त्यो भीमशिला स्वयं भगवान् भीमले आफूले राखेको भन्ने मान्यता छ र विश्वास गर्छन् हरेक यादवहरू विश्वास गर्छन् भगवान् भीमले राखेको भन्ने भनाइ छ त्यो कहाँ छ कसरी गरियो कहाँ छ कस्तो छ को ठाउँमा छ भनेर म अहिले देखाउँछु है ल अहिले देखाउँछु म पहिले एकछिन यताबाट सरक्क म देखाउने कोसिस गरिरहेँ है हेर्नुहोस् न पारिपट्टि कति राम्रो हिमालयहरू छन् है हेर्नुहोस् यस्तो पनि यहाँभन्दा पछाडि धेरै उच्चा छन् हिमालय पर्वतहरू यो बादलको कारणले कुहिरोको कारणले मैले तपाईँहरूलाई देखाउन सकेको छैन धेरै उच्चा पहाडहरू छन् मैले देखाउन सकेको छैन यो बादल लागिरह म पछाडि तपाईँलाई भीमशिला देखाउन गएको छु भीमशिला नाम किन राखियो भनेर तपाईँहरू सोच्नुहुन्छ भीमशिला स्वयं भगवान् भीमले यो मन्दिरको सुरक्षाको लागि जति बेला बाढी आएको थियो 2013मा त्यो बाढीले यो मन्दिरलाई असर नहोस् भनेर त्यो भीमशिला राखेको थियो पछाडि स्वयं भीमले राखेको भनेर विश्वास गरिन्छ त्यही भएर त्यस पत्थरको नाम भीमशिला राखेको त्यो भीमशिला कहाँ छ कस्तो छ कुन ठाउँमा छ म अहिले देखाउँछु है तपाईँलाई ल यो भीमशिला हेर्नुहोस् है यो भीमशिला हो यो हेर्नुहोस् ट्याक्क यो मन्दिर छ हेर्नुहोस् यो मन्दिर देख्नु भएको नि तपाईँले यो ट्याक्क मन्दिरको हेर्नुहोस् ट्याक्कै पछाडि हेर्नुहोस् यो भीमशिला पत्थर है भीमशिला ढुङ्गा हेर्नु बाबाहरूमा धेरै फुलहरू चढाएको छ यो भगवान् भीमकै रूपमा हेर्छन् मान्छेहरूले विश्वास पनि त्यसैले गरिरहेका छन् भीमकै नामले विश्वास गर्छन् म तपाईँलाई पासमै गएर देखाउने कोसिस गर्छु अहिले यो हेर्नुहोस्
ट्याक्क मन्दिरको ठिक पछाडिपट्टि छ हेर्नुहोस् त्यो आपदाको टाइममा त्यो मन्दिरलाई टच नहोस् भनेर स्वयं भगवान् भीम आफैले यहाँ पछाडि प्रकट भएर यो ढुङ्गाको रूपमा आएर यो ढुङ्गालाई पछाडि राखेर यो माथिबाट आएको धेरै ठुलो बाढी पहिरोले यो ढुङ्गालाई टक्कर मारेर यो मन्दिरलाई ट्याक्क बजाएर बिचमा मन्दिरलाई पार्ने गरेर यो किनाराबाट र यो किनाराबाट पानीलाई दुईतर्फबाट चिरेर दुईतर्फबाट दुई भागा गरेर मन्दिरलाई यसरी बचाएको भन्ने विश्वास छ है। हेर्नुहोस् अरू म तपाईँलाई पछाडिमा धेरै कुरा हेर्नै पर्ने धेरै कुराहरू छन् म तपाईँलाई देखाउने कोसिस गर्ने